यसो गाउँको बेला के गरौँ भने यसो खान मन लाग्छ खायो यसो त्यसो गरौँ बस्यो अर्ग्यानिक सबै अर्ग्यानिक सबैतिर केराहरू छ मकैहरू भर्खर छरिँदैछ यो चाहिँ हाम्रो पुर्ख्यौली घर हो गाउँको हाम्रो पुर्ख्यौली घर यस्तै हुन्छ सबैजना तपाईँलाई के गर्ने यस्तै छ जिन्दगानी अब के गर्ने यतातिर मैले यो आजभन्दा 10-12 वर्ष अगाडि रोपेको थिएँ निलकाँडा पुरै घारी भइरहेछ घरतिर बसाइ छैन धेरै टक्क लाएर यो चाहिँ मेरो हजुरबाले बनाउनु भएको घर हो हैन अर्ग्यानिक भन्नुपर्छ यसलाई चाहिँ लो कुराहरू पनि बहुत मलिन्छ एउटा यस्तो खालको घर छ यो चाहिँ हाम्रो पुर्ख्यौली घर पुर्ख्यौली मूल घर रहेको छ यो चाहिँ एकदम इतिहासमै रहनेछ यो घर चाहिँ यस्तो डिजाइनको घर इतिहासमा रहनेछ यो चाहिँ अहिले हाम्रो घर छ टक्क पारेर पुर्ख्यौली घर हो मेरो हजुरबाले बनाएको सबै घरहरू हो निनीहरू चाहिँ मेरो जन्म ठाउँ हो यहाँ ढुङ्गामा बसेर टक्क पारेर यस्तो खिचिन्छ पारेर हाम्रो गाउँ रहेको छ पुरा अहिले चाहिँ साँझको बेला घाम लागिरहेछ टक्क यता यस्तो गाउँहरू देखाउँछु म सरर पारेर है त यस्तै भिडियोहरू आउँदै गर्छ थुप्रै भिडियोहरू आउँछ गाउँको अर्ग्यानिक भिडियोहरू मकै छरेको भिडियो नै आउँदैछ यो अरू तेस्रोको रहेको छ टक्क लाएर चाहिँ जाँतोमा वाइ पारेर चामल पिसाइदिउँ अब यो टक्कै खाजा रेडी रोटी हाम्रो सेल रोटी खाजा रेडी भइसकेको छ अब चाँडो बोलेको छु यहाँ त पुरा गाउँमा हो नि त अर्ग्यानिक सेल रोटी बन्छ हाम्रो म्याडमले पुरा हाम्रो त यो किचन घर हो फेरि यतातिर यसो किचनतिर बनाइँदैछ सेल रोटी पाक्न लागिसक्यो दिस इज अर्ग्यानिक यु नो एभ्रीवान अब यो पनि ट्याग आउँछ नि फेरि युट्युबतिर लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुल्नु होला यस्तो यस्तो अर्ग्यानिक खानाहरू आउँछ नि फेरि थुप्रै भिडियोहरू आउनु बाँकी रहेछ ट्याग लाएर यस्तो देखाएर सर्ट पारेर म चाहिँ फेरि यो इलेक्सन चेराम मकैबारी दराम भने जस्तो म चाहिँ यो सेलरोटी गराम खाने हो लाइ त अब रेडी हो अब हामी एकैछिनमा खाइहाल्नु पर्ने हुन्छ टक्क पारेर यो भनेको अर्ग्यानिक खाना हो घरमै पुर्खाले बनाएको मिलमा पिसेर खाएको यता म्याडम कोराम त्यहाँ मम्मी कोराम म यता कोराम है के खाएको भोक लाग्यो चटनी सटनी पनि बनाएँ डाइरेक्ट खाँदै हो कफी घोलिँदैछ पुरो गाउँको त यस्तो बसेछ नि त फेरि पिरामा पिरा देऊ यस्तो बसे यो अर्ग्यानिक हो सबै यसलाई भने चाहिँ अर्ग्यानिक भिडियो अनि यसरी खाने हो गाउँ आउँदाको सजिलो धन्यवाद सबैजनालाई हेरेर साथ दिनुभयो मिठो रोटी खाइयो है त बाई बाई